So guys, आज चाहिँ हामी चटकपुरदेखि बागघोडा साइक्लिङमा गएका थियौँ। यो चाहिँ रिटर्नको टाइमको हो। हाम्रो उर्गेन दादाले चाहिँ ब्रेक चेक गर्नुहुँदैछ। यो साइड देख्नुहुँदैछ, माथिको बाटो चाहिँ चटकपुर जान्छ अनि यो बाटो चाहिँ बागघोडा। हामी चाहिँ बागघोडाबाट फर्केको समय हो। यो चाहिँ बेलुका हामी चाहिँ पानीले भिजेर लुत्रुक्कै भएका थियौँ। अनि यो चाहिँ हाम्रो ग्रुपको सानो भाइ, सबसे यङ्गेस्ट, क्लास 3, 10 years old। भाइले एकदमै दामी गर्यो। यो चाहिँ अब भिजेको अवस्था, लुगा हेर्न सक्नुहुन्छ है। ग्रिन कलर चाहिँ हेर्नुहोस्, डार्क ग्रिन भइरहेछ। सानो भाइ हामी सँगसँगै मजाले कुदाएर हेर्न सक्नुहुन्छ। खुसी पनि छ, हात पनि हल्लाउँदैछ है। गइरहेको छौँ। केटाहरूको जोसलाई चाहिँ मान्नुपर्छ। यस्तो पानीमा पनि साइक्लिङ चाहिँ छोडेनौँ। विन्टरमा चाहिँ यस्तै हो है, पानीको त्यति चान्सेस हुँदैन। यो चाहिँ हामी लास्ट है, फर्किँदाखेरि चाहिँ रुट चाहिँ यस्तो हालतको भएको थियो पानीले। उहाँ चाहिँ राजु दादा, राजु मोक्तान दादा है। उहाँ चाहिँ वान अफ द एजेड पर्सन अफ द ग्रुप थियो। अनि म चाहिँ सबसे लास्ट पर्सन भिडियो बनाउँदै। साइक्लिङ एक प्रकारको मजा पनि आयो, एक प्रकारको दुःख पनि लाग्यो। पानीमा साइक्लिङ कन्डिसन। अब यो सर्दी मार्कीको मौसम चलिरहेको छ। यस्तोमा चाहिँ अब भिज्नु चाहिँ अब सर्दी मार्की झन् साह्रो हुन्छ भन्ने डर है। अब यो चाहिँ अब भिजेर चाहिँ जोरबङ्गला आइपुग्दाखेरि तपाईँको यस्तो खालको ट्राफिक थियो। अब यहाँ चाहिँ अहिले बाटो मुनिबाट पाइप लाने काम भइरहेको छ। अनि यस्तो छ मेरो अवस्था, पानीमा भिजेर भ्यागुता जस्तो भइरहेछौँ। अनि साइकल चाहिँ यस्तो छ, साइकल भिजे पनि केही हुने कुरा थिएन। म चाहिँ भिजेर भ्यागुता भइरहेको थिएँ। यसै बिचमा उर्गेन दादा र सानो भाइ आयो। र सानो भाइलाई तपाईँलाई देखाउनको लागि सानो भाइको